हामी यतिखेर बागलुङ जिल्लाको छेउ अर्थात् माइन्डाँडा भनौँ वा बागलुङको कारागार नजिकै लोकेदाइको यो फुलबारीमा आएका छौँ र आज उहाँको फुलबारी अवलोकन गर्दैछौँ र उहाँले धेरै प्रजातिका फुलहरू रोप्नु भएको छ र उहाँका फुलहरू हेर्दाखेरि एकदमै मनमा पनि आनन्द आउने खालका फुलहरू फुलेका छन् र फुलहरूलाई उहाँले एकदमै राम्रोसँग सजाएर राख्नु भएको छ। आफ्नो घरलाई वरिपरिबाट घेरेर फुलले सजाउनु भएको छ र उहाँले फुल मात्र नभएर उहाँले बेलाउटीका बोटहरू पनि रोप्नु भएको छ र ड्रागन फ्रुट्सको बेनर पनि उहाँले लगाउनु भएको छ। त्यस्तै गरी उहाँले खुर्सिनीका बियानहरू पनि लगाउनु भएको छ र उहाँले मौरीका घारहरू पनि थुप्रै राख्नु भएको छ र मौरीको मह पनि उहाँले एकदमै राम्रो उत्पादन गर्नुभएको छ र उहाँले विभिन्न खालका फुलहरू पनि झुन्डाएर सजाउनु भएको छ। उहाँको मेहनतलाई मान्नै पर्छ। उहाँले एकदम राम्रो गर्नुभएको